हेलो नमस्ते एभ्रिवान, यहाँहरूलाई मेरो नयाँ रियाक्सन भिडियोमा स्वागत छ। आशा छ यहाँहरू सन्चै आरामै हुनुहुन्छ होला। म पनि सन्चै आरामै छु है। सो मैले चाहिँ आज धेरै पछि फेरि रियाक्सन भिडियो लिएर आइसकेको छु। आज चाहिँ म मिस्टर डीको अन्धो कानुन म्युजिक भिडियो रियाक्सन गर्न गइरहेको छु, जुन चाहिँ आउट अफ ल दफा 219 मुभीको रहेको छ। सो यहाँहरूले हेरिसक्नुभयो कि नै थाहा, त्यो चाहिँ थाहा छैन होइन। यदि हेर्नुभयो भने पनि फेरि हेर्नु केही छैन। सो हेर्नु भएको छैन भने पनि केही छैन, सँगै बसेर हेरिदिनु रहेको है गाइज। बड़ा सुबह डिजिटल एंजॉय विद अस। मामाको फुलेको डालीमा थिए म भ्युजिँदा बादल उजाडिँदै थिए चिच्याए कराए म साह्रै डराए थाहा छैन यो देहलाई कसले जगाए। जीवनमा अन्यायको लासहरूको चित्कार छ, जनता मारी खाने यिनीहरूको सिद्धान्त। पैसा दिएको सारा नेताहरूले फिचकार छ, घुसखोरी बलात्कारी यिनीहरूकै बिचमा छ घर। तिमीहरू अपराधीलाई प्रोटेक्ट भेडाको सोच फाको, तर तेरो झोले अहिले जनताको पसिनालाई चाड मानि खाँचस। पछि जनताले रगतको खान्छ तेरो खोले। कहिले जातमा फुटाइस, कहिले धर्ममा, कहिले भौगोलिक आधार, कहिले वर्गमा। यति धेरै फुटिसक्यौ हामी नेपालीहरू, अब सिसा पनि घुम्छौ तेरो कर्ममा। तेरो कालो धनसँगै कालै छ मन, भर्तीको काम थाम भयो चापलुसीपन। कहिले नेताको गुलामी, कहिले गुन्डाको गुलामी, पावरवालाहरूको यिनीहरू नाक मुनि छन्। अन्धो कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्धो कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्धो कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्धो कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। दामी 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 प्रेम मुटु छुनेवाला म्युजिक छ होइन। सो मिस्टर डीको मलाई चाहिँ मनपर्छ, पहिलेदेखि नै मनपर्छ। सो यो गीत पनि राम्रै छ, खत्रै लाग्यो अब होइन। पैसा तिरेर भोट किनिरहेछ नि त सो अहिले नेपालमा। सो त्यही भनिरहेको छ मिस्टर डीले चाहिँ। अहिले मान्छेहरू त्यही हो, पैसा दियो भने भोट हाल्ने। अब हामीलाई राम्रो चाहिएको छैन क्या मान्छेहरूलाई होइन। सो हामीले रोज्नुपर्ने चाहिँ राम्रो हो, तर पैसा पाएपछि जसलाई पनि भोट दिन्छ क्या। सो त्यो बानी चाहिँ एकदम खराब छ होइन। अबदेखि चाहिँ मान्छेहरू सचेत रहौँ भन्न खोजिरहेछ। अब के गर्नु, सबै त्यस्तै छ, भेडाहरू भनौँ न। एउटाको पछि लागेपछि लागिरहन्छ, पैसा भनेपछि मरिहात्ते गर्छ। सो पैसाको पछि नभागौँ, राम्रो मान्छेलाई जिताउँ अनि देश राम्रो बनाउन अघि बढाउँ है। सो त्यही हो। डालीमा थिए म भ्युजिँदा बादल उजाडिँदै थिए चिच्याए कराए म साह्रै डराए थाहा छैन यो देहलाई कसले जगाए। दफा 219 रेपिस्टको लागि भन्न सरकार तैँले कतिवटा रेपिस्ट समातिस। कानी र पावर लगाएर रेपिस्ट भगातिस, कतिको सोधो छोरोहरूलाई रेपिस्ट बनातिस। चोक तेरो त्यो कानुनको तराजुमा, गरिबलाई संविधान, धनीलाई भत्ताभुङ्ग, न्यायको कटघरामा निर्दोषहरू चिच्चाइरहँदा व्यस्त भयो न्यायाधीश। फटाहरूको कथा सुन्न जनताको सपना नै भइसक्यो यहाँ छताछुल्ल। थाहा छैन चोरहरूलाई देशको माया कता हुन्छ, मुखमा राम अनि मनमा हराम बोकी। हतारा हात तर उसैको नै सफामुख छ, भविष्य कालो हाम्रो नेताहरूको पैसा जस्तो। राजनीति यिनीहरूको कुकुरको पैसा जस्तो, मिलेर खान पाए जोसँग नि अड्काइहाल्छन्, हल्लाइहाल्छन् पुच्छर कैट कार्तिकको महिना जस्तो। अन्धो कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्धो कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्धो कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। अन्धो कानुन अनि पहिरोको सरकार, नोट फाल्यो भोट ल्यायो त्यही नेताहरूबार। सपनाहरू आँखैमा थिए आँसुका भेलले बगाइलागे। अन्यायको विरुद्धमा एक मात्र आवाज, आउटल दफा 219। सो दामी 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 मुटु नै छुने खालको। म त एकछिन कस्तो रुन आँसु आउने खालको छ क्या। सो यहाँ त्यही छ, नेपालको परिस्थिति बताइरहेको छ मिस्टर डीले चाहिँ होइन। सो त्यही हो, रेपिस्टहरू हुन्छ नि, रेपिस्टहरू समातिँदैन, सोझा साझालाई समातिन्छ। अनि रेपिस्टहरू चाहिँ अब पैसाको पावरको हुन्छ नि, त्यो अब आफ्नो मान्छेहरू पहुँचमा हुन्छ नि, तिनीहरूलाई चाहिँ छोडिदिन्छ क्या।
त्यो होइन भन्छ तर सोझा साझालाई फसाइरहेको हुन्छ नि त। सो नेपालमा त्यस्तै छ, पैसा र पावर हुनेहरूले जे पनि गर्न सक्छ। सो एकदम दामी लाग्यो है। आउट अफ दफा हेर्न जानु पर्ला जस्तो छ है। आउट अफ ल दफा 219 हेर्न जानु पर्ला जस्तो छ। सो एकदम राम्रो छ मुभी चाहिँ। सो थ्याङ्क यू फर वाचिङ गाइज। सो मन परेमा लाइक, सेयर, सब्सक्राइब गर्न चाहिँ नबिर्सिनु होला गाइज। सो अहिलेलाई बाई बाई।